यो लकडाउन गरिमा 4-5 वटा ग्रुप पढाएँ, कहिले पनि बत्ती जाँदैन, तिमीहरूको बेलामा सधैँ बत्ती जान्छ है। खुल्दैछ है एकैछिन। हामी त्यही होरिजेन्टल मोसनमै छौँ है। सो त्यसमा चाहिँ अहिले मैले के भन्दै थिएँ भन्दाखेरि, खुल्दैछ एकैछिन है, खुल्दै गर्दाखेरि म एकैछिन डिस्कस गर्छु। सो यदि कम्प्लिटली फिल्ड है, कम्प्लिटली फिल्ड हाम्रो भाँडोलाई चाहिँ अथवा कन्टेनरलाई चाहिँ मुभ गरिरहेका छौँ भने के हुन्छ भन्दाखेरि, अब त्यो कम्प्लिटली फिल्ड छ भनेपछि त यतापट्टिको रेयर रिङमा त माथि उठ्छ, थाहा भइसक्यो त्यो हामीलाई होइन। सो माथि जति उठ्छ त्यति जतिको त त्यो पोखेर जाने भयो है। सो पोखेर गइसकेपछि अल्टिमेटली अब पोखिन नसकेका अथवा बाँकी रहेका जुन लिक्विड छ त्यसले चाहिँ के गर्छ भन्दाखेरि, जुन अब अहिलेको त्यो tan थीटा इक्वल्स टु a/g भन्ने चाहिँ इक्वेसन थियो नि है, त्यही नै के गर्छ त्यसले, अब त्यसरी नै आफ्नो सर्फेसलाई रिलोकेट गरेर बस्छ है, कम्प्लिटली फिल्डको केसमा। र अर्को केस हुन्छ, अब कम्प्लिटली फिल्ड पनि छ अनि कम्प्लिटली क्लोज छ है। हाम्रो चाहिँ जुन पानी बोक्ने ट्याङ्करहरू लिएर आउँछ नि घरतिर, त्यस्तै कम्प्लिटली फिल्ड पनि छ र कम्प्लिटली क्लोज छ, टोटली बन्द छ भने त्यस्तो केसमा के हुन्छ भन्दाखेरि, हामीले अगाडिको जुन कर्भ सर्फेसमा चाहिँ प्रेसर नाप्दाखेरि एजुम गरेका थियौँ नि, फ्री सर्फेस एजुम चाहिँ माथि चाहिँ यति जतिसम्म चाहिँ लिक्विड चाहिँ राइज हुन्छ अथवा चाहिँ छ भनेर एजुम गरेका थियौँ, त्यस्तै नै के हुन्छ त्यसको केसमा चाहिँ त्यसरी नै एजुम गरेर माथि चाहिँ फ्री सर्फेस छ भन्ने मान्ने र त्यति नै माथिसम्म चाहिँ त्यो के हुन्छ स्ल्यान्टेड छ भनेर हामी लिन्छौँ है। त्यो कम्प्लिटली फिल्ड र कम्प्लिटली क्लोजको चाहिँ केसमा यति नै है। यसमा जान्नुपर्ने कुरा यति नै छ। र अर्को दुईवटा कुरा भनेको, जति यतापट्टि फ्रन्ट इनतिर जति हाइटले डिप्रेसन हुन्छ, जति हाइटले घट्छ, त्यति नै हाइटले रियर इनतिर बढ्छ है। एउटा कुरा त्यो थाहा पाउनु पऱ्यो। अर्को कुरा थाहा पाउनु पऱ्यो यसमा चाहिँ के भन्दाखेरि, जुन त्यो सेन्टरबाट ठ्याक्कै चाहिँ b/2बाट चाहिँ के हुन्छ, यतापट्टि राइज हुन्छ, यतापट्टि चाहिँ फल हुन्छ है। फ्रन्टतिर फल हुन्छ, माथिको रियर इनतिर चाहिँ राइज हुन्छ भन्ने कुरा हामीले थाहा पाउनु पऱ्यो है। एकैछिन है, मेरो यो अब यस्तो बत्ती आउने जाने भएको भएछ, त्यसले गर्दाखेरि सबै ह्याङ भइसक्यो है। मेरो ल्यापटप डेस्कटप सब बिग्रिसक्यो ल है। यसमा बुझ्नुपर्ने कुरा यति नै हो। र यो खुल्दै गर्दाखेरि अब हामी एउटा दुइटा न्युमेरिकल हेर्छौँ। न्युमेरिकल चाहिँ कस्तो हुन्छ भन्दाखेरि यस्तै है, एउटा ट्याङ्कर दिन्छ, त्यसलाई मुभ गरिएछ भन्छ, अनि त्यसपछि ल्याएर त्यसको चाहिँ कति हाइट, कति प्रेसर छ अगाडि, कति प्रेसर छ पछाडि फाइन्ड गर भनेर सोध्न सक्छ एउटा है। एउटा चाहिँ कति लिक्विड स्पिल भएर जान्छ भनेर सोध्न सक्छ एउटा क्वेसन। एउटा चाहिँ जस्ट स्पिल हुन थालेछ त्यो कन्डिसनमा चाहिँ कति हुन्छ एसिलिरेसन भनेर सोध्न सक्छ है। यस्तो खालको क्वेसनमा, यस्तो टपिकमा सोध्न सक्ने यही तीनवटा क्वेसन है। एउटा चाहिँ सिम्पल, त्यो अगाडि र पछाडि प्रेसर कति छ भन्ने खालको भयो है। एउटा चाहिँ कति लिक्विड, कति चाहिँ भोल्युम चाहिँ फ्लो भएर पोखेर जान्छ, कम्प्लिटली फिल भएको चाहिँ हामीले एसिलिरेसन दियौँ भने भन्ने क्वेसन सोध्छ। अर्को चाहिँ ठ्याक्क कतिखेरबाट कति एसिलिरेसन दिँदाखेरि चाहिँ यो पोखिन थाल्छ, स्टार्ट हुन्छ भन्ने टाइपको क्वेसन हुन्छ है। त्यही तीनवटा टाइपको मात्र क्वेसन हुन्छ। र यसमा निकाल्ने भनेको त्यो tan थीटा इक्वल्स टु a/g गरेर हामीले थीटाको भ्यालु निकाल्ने बित्तिकै है, यसको चाहिँ अब हिसाब गर्ने प्रोसिजर। सो त्यो थीटाको भ्यालु निकाल्ने बित्तिकै थीटा इक्वल्स टु a/g होइन, tan थीटा इक्वल्स टु त्यो गर्ने बित्तिकै के हुन्छ, अब हामीले अगाडिको हाइट पछाडिको हाइट निकाल्न सकिन्छ है। सुरुको इनिसियल कन्डिसनको हाइट दिने बित्तिकै त्यहाँबाट हामीले हाइट अगाडि कति छ, पछाडि हाइट कति बढ्छ त्यो निकाल्न सकिन्छ। त्यो निकाल्ने बित्तिकै प्रेसर, टोटल प्रेसर फोर्स निकाल्न सकियो। टोटल प्रेसर फोर्स निकाल्ने बित्तिकै त्यो P1 - P2 अहिले मैले जुन भन्दै थिएँ, दुईवटा P1 - P2 इक्वल्स टु मासको ओभरअलको मास इन्टु एसिलिरेसन हुन्छ भन्ने छ। कहिलेकाहीँ त्यो पनि सोधिन्छ है। त्यो मास इन्टु एसिलिरेसन हुन्छ, यति सबै निकालियो भने हामीले जस्तो पनि हिसाब गर्न सक्छौँ यसमा है त। ल खुल्यो है। ओके ल है त, एकछिन फुल स्क्रिन गरिदिनु है, म फेरि ह्याङ हुन्छ न त है। हामी यसैमा थियौँ। सो यसले त्यही भनेको छ है, अब कम्प्लिटली फिल छ भने पनि स्पिल हुन्छ, र जुन पछि रहेको बाँकी रहेकोले त्यही नै सेप एक्वायर गर्छ, tan थीटा इक्वल्स टु -a/g ले नै दिन्छ एउटा कुरा है। सो अर्को कन्सटेन्ट हुन्छ स्प्लिङ द लिक्विड मेड फेस डिपेन्ड अन द म्याग्नेटिक। अब अर्को चाहिँ कति लिक्विड जान्छ, कति लिक्विड खस्छ भन्ने कुरा केले दिनुभयो। हाम्रो इक्वेसनमा त अरू केही पनि छैन नि, a र g भन्ने मात्र टर्म छ नि होइन। सो एसिलिरेसन जति बढी भयो त्यति नै धेरै स्ल्यान्टेड हुने हो थीटा होइन, त्यति नै धेरै लिक्विड स्पिल हुने हो है। सो यसमा रिलेसन यो डिपेन्ड गर्ने भनेको एमा मात्रै छ नि
है, एउटा कुरा त्यो भयो। अर्को छ क्लोज टप, अर्को यो है क्लोज, माथिको क्लोज फुल्ली फिल्ड छ र क्लोज छ भने चाहिँ हामीले अगाडिको गरे जस्तै के एजुम गर्ने भन्दाखेरि स्ल्यान्टेडै हुन्छ र यतापट्टि यति माथि राइज हुन्छ, यतापट्टि यति फल हुन्छ है। त्यो इमेजिनरी राइज गर्ने, इमेजिनरी फल गरिदिने है। यो भनेको कम्प्लिटली फिल्डको केसमा भयो है त। यति नै छ यसमा। ल हिसाबहरू हेरौँ है, एउटा दुइटा हिसाब हेरौँ अनि अगाडि बढिहाल्छु। म धेरै बेर यसमा टाइम वेस्ट नगरौँ। सो यसमा आउन सक्ने क्वेसन मैले हिन्टहरू पनि सबै राखिदिएको छु है, यसमा के गर्ने भनेर। तपाईँले स्क्रिनसट लिएर पछि प्र्याक्टिस गर्न पनि सक्नुहुन्छ। म अहिले चाहिँ डिस्कसन गर्छु है। सो रेक्टेङ्गुलर ट्याङ्क इज मुभिङ होरिजेन्टली इन द डिरेक्सन अफ इट्स लेन्थ है, विथ अ कन्स्टेन्ट एक्सिलरेसन अफ 2.4 मिटर पर सेकेन्ड स्क्वायर एरिया होइन। विथ एन्ड डेप्थ अफ ट्याङ्क आर 6 मिटर, 2.5 मिटर एन्ड 2 मिटर। अब लेन्थ विथ सबै दियो, लम्बाइ चौडाइ सबै दिइहाल्यो होइन। सो इफ द डेप्थ अफ ट्याङ्क इज 1 मिटर एन्ड ट्याङ्क इज ओपन एट द इफ द डेप्थ अफ वाटर इज 1 मिटर। अब यहाँ वाटर चाहिँ 1 मिटरसम्मको हाइटमा रहेछ सुरुमा चाहिँ स्ट्याटिक कन्डिसनमा, मुभ नभएको कन्डिसनमा होइन। सो क्यालकुलेट गर भने द एङ्गल अफ वाटर सर्फेस टु द होरिजेन्टल, यो ठिटा कति हुन्छ क्यालकुलेट गर भने सजिलै ट्यान थीटा इक्वल्स AX by G निकाल्न सकिहाल्यौँ होइन। द म्याक्सिमम एन्ड मिनिमम प्रेसर इन्टेन्सिटिज एट द बटम होइन। प्रेसर इन्टेन्सिटी भनिरहेको चाहिँ पी मात्र, स्मल पी है, पी इक्वल्स टु रो इन्टु जी इन्टु एच, त्यो हामीले गर्न सकिहाल्छौँ। सो त्यसको लागि के गर्नु पऱ्यो, यो एच फाइन्ड गर्नु पऱ्यो, यो एच फाइन्ड गर्नु पऱ्यो है। यो एच आउने आइहाल्यो। त्यसपछि द टोटल फोर्स ड्यु टु वाटर एक्टिङ अन इच इन्ड अफ द ट्याङ्क। अब प्रेसर इन्टेन्सिटी आउने बित्तिकै हामीले त्यसमा प्रेसर डायग्राम बनाउन सकिन्छ। प्रेसर डायग्राम बनाएर प्रेसर डायग्रामको एरिया इन्टु विड्थ गऱ्यो भने टोटल प्रेसर फोर्स आइहाल्यो है। यति गर्न सकिहालिन्छ हामीले यसमा है त। ल यति यो क्वेसन चाहिँ ट्राई गर्नुहोस् न त ल है, सुई सबैले ट्राई गर्नुहोस् त। 5 मिनट मात्र टाइम है, धेरै टाइम वेस्ट नगरौँ। 12:14 भएको छ, 12:20मा सघाउँछु म ल। यो यसमा थोरै गाह्रो काम भनेको त्यही यो हाइट कति हुन्छ भन्ने फाइन्ड गर्ने। त्यो गाह्रो पनि के हो भने त्यसमा अब यो हामीले ट्राइङ्गल ल लगाउन सकिहालिन्छ होइन। साइन कस थीटा इक्वल्स टु पी बाई एच अथवा कस थीटा इक्वल्स टु बी बाई एच भन्ने फर्मुला लगाइदियो भने निस्किहाल्छ होइन। त्यो हाइट निस्किने बित्तिकै अरू कुरा हामीले निकाल्न सकिहाल्छौँ। ल यो ट्राई गर्नुहोस् त। अरू हिसाब चाहिँ गराउनु, म यो मात्र गराउँछु। फुल स्क्रिन गर्ने ट्राई गरेँ म। ओके ल है, यस्तो खालको हिसाबमा अब सबै कुरा देखेको छ। एक्सिलरेसन AX दिइहाल्यो 2.4 होइन। यो 2.4 भयो, 2.4 बाई 9.8 आइहाल्यो होइन। थीटा आइहाल्यो 9.8 होइन। यो अब थीटा आउने बित्तिकै ट्यान थीटा आइहाल्यो। यो थीटा आउने बित्तिकै अब हामीले यो आधामा हुन्छ 3 मिटरमा हुन्छ थाहा भइहाल्यो होइन, कहाँबाट चेन्ज हुन्छ। यो 3 मिटर हुन्छ, यो थीटाको भ्यालु थाहा छ भनेपछि यति माथिबाट योबाट यतिसम्मको हाइट कति हुन्छ यो निकाल्न सकिहाल्छौँ होइन। 1 मिटरमा यति हाइट घटाउने बित्तिकै यो S2 होइन, यो S2 होइन, यो गलत छ यसमा। सो यति हाइट, यसलाई H1 भन्न सकियो। H1 कति छ निस्किहाल्यो होइन। सिमिलरली यसको हाइट जति घटेको हुन्छ त्यति नै हाइट यता बढेको हुन्छ भनेर हामीले बुझिसकेका छौँ। भनेपछि त्यति हाइटमा 1 मिटरमा त्यो हाइट जोड्ने बित्तिकै यतापट्टिको S2 पनि आइहाल्यो है। सो H1 र S2 आउने बित्तिकै प्रेसर इन्टेन्सिटी आइहाल्यो। मिनिमम भनेको यता मिनिमम यता म्याक्सिमम हुन्छ, फिगर हेर्दै थाहा छ होइन। सो प्रेसर इन्टेन्सिटी आउने बित्तिकै अब यसमा हामीले प्रेसर डायग्राम बनाउन सकिन्छ यसरी होइन। प्रेसर डायग्राम बनाउने बित्तिकै एरिया इन्टु विड्थ गऱ्यो भने हामीले प्रेसर फोर्स निकाल्न सकिहाल्छौँ। यो H1 हुनु चाहिँ ल सुई भ्याल्यु भन्नुहोस् है गरेकोले।
ल थीटा कति आयो भन्नुस् त सबभन्दा सजिलो थीटा मात्रै 13.74 ल 13.74 अथवा 75 है यो आइहाल्यो त्यसपछि लाएर यो स्मल h1 र h2 कति आयो h1 भनेको के हुन्छ सजिलै है यो फिगरमा हेर्ने नि h1 = 1 मिटर टोटल छ 1 मिटरमा अलिकति घटा हो यो यति घटेको हैन यति घटेको भनेको अब यसमा हामीले के गर्न सक्छौं सिम्पल त्यही ट्यान ल लगाए नि भयो हैन ट्यान भनेको परपेन्डिकुलर बाइ बेस हुन्छ है यो भनेको के हो नि 1 - 3 tan थीटा हुन्छ होला हैन उतापटिको 1 + 3 tan थीटा हुने भयो ल यो कति आयो h1 त्यो साइड फिगरमै दिएछ है योमा 2662 आउँछ होला अनि p1 कति आयो त्यसो भए क्यापिटल p1 है p निकाल्नको लागि दुईटा मेथड छ नि हैन हामीले पढेर आइसक्यौं सो p दुईटाको तरिकाले निकाल्न सकिन्छ एउटा प्रेसर डायग्रामबाट अर्को हामीले के थाहा छ रो इन्टु g इन्टु a इन्टु h बार भन्ने थाहा छ है यसरी पनि p निकाल्न सकिन्छ है दुईवटा मेथड जुन लगाए पनि हुन्छ यो दुईटा मेथड जुन लगाए पनि हुन्छ ल सक्यो होला है कति आयो भनिदिनुस् त ल भन्नु त कसले हो माइक अन गर्नुभयो पहिला स्मल p1 भन्नु ल रो इन्टु g इन्टु h1 हैन कति आयो So 347 as p1 347 हजुर सर त्यति अलि आउँदैन 9810 हैन इन्टु के भन्नु भयो 0.2662 हो नि हैन p1 भने रो भनेको 1000 इन्टु 9.81 इन्टु 0.2662 भनेको त्यति अलि आउँदैन कि एकचोटि चेक गर्नुस् 2.609 2.609 केमा युनिट किलोमिटर पर मिटर स्क्वायर हजुर सर मैले स्मल p को कुरा गरे थिए अहिलेको साथीले के f अथवा क्यापिटल p को कुरा गर्नुभयो के भन्नुभयो ल ठिकै छ है यो भनेको 2611 आउँछ होला है यस्तै न्युटन पर मिटर स्क्वायरमा है चेक गर्नु है एकचोटि अनि क्यापिटल p अथवा चाहिँ f अहिले p नझुकम ल f भन्दिम f कति आयो f1 हैन अब त ट्रायंगल अब युज बनाउन सक्यो नि त माथि 0 यो भनेको 2611 भयो हैन यताउतिको विड्थ कति दिएको छ क्वेशनले विड्थ कति बनाएको छ 2 मिटर बनाएको छ इन्टु 2 मिटर आइहाल्यो हैन यसको एरिया इन्टु यो विड्थ गर्यो नि सर हजुर p1 भनेको सिधै रो जी h1 गर्ने हो र हैन स्मल p1 भनेको त प्रेसर इन्टेन्सिटी के हैन म्याक्सिमम एन्ड मिनिमम प्रेसर इन्टेन्सिटीज भनेको छ नि त प्रेसर इन्टेन्सिटी भनेको त यसमा लाग्ने कति प्रेसर इन्टेन्सिटी लागिरहेको थियो भनेको त p स्मल p हो नि त्यो भने p = रो इन्टु g इन्टु h त हो नि हैन र यो भनेको प्रेसर h1 हो कि सर प्रेसर भयो ए h1 भयो यसमा अगाडि h1 भयो यतापटि h2 हुने भयो हैन र है यो फ्रन्ट फेसमा रियरमा भयो हामीले त्यो अहिलेको इक्वेसनले देखाउँछ भनेको थियो नि dp/dx =
के भनेको छ इक्वल्स टु माइनस रो इन्टु एएक्स हुन्छ भनियो नि होइन। त्यसले के देखाइरहेको छ फ्रन्ट फेसमा चाहिँ प्रेसर विथ रेस्पेक्ट टु डिएक्स भनेको त यो विड्थ हो होइन अथवा चाहिँ यो डिस्टेन्स हो। के हुँदो रहेछ अगाडि चाहिँ घट्दो रहेछ भन्ने यसले देखाउँछ है। त्यसैले अगाडितिर घटिरहेको छ H1 भयो, पछाडितिर बढिरहेको छ होइन। त्यसैले चाहिँ अब स्मल प्रेसर इन्टेन्सिटी हो। प्रेसर इन्टेन्सिटी भनेको रो इन्टु जी इन्टु एच भयो, रो जी एच भयो है। र प्रेसर फोर्स भनेको के हुन्छ यसमा अब रो इन्टु जी इन्टु ए इन्टु एच बार माथिबाट फ्री सर्फेसबाट यसको चाहिँ के भन्ने अब सिजीसम्मको हाइट लिने हो। यो त सर्फेस छ नि त्यस्तो एरिया छ नि त्यसमा है। यो कुरा त ठ्याक्क हामीले यसको यही च्याप्टरको सुरुमा पढ्यो हो नि है, नयाँ कुरा त होइन। एकचोटि प्रेसर डायग्राम हजुर भन्नु त। आज टाइम सक्यो क्या सर, अरू कुनै टाइममा चाहिँ प्रेसर डायग्राम एकचोटि रिभिजन गर्नुपर्ने। टाइम कति बजेसम्म छ भनिदिनुहोस् त बरु। हाम्रो 1 बजेसम्म होइन अग्रिय के हो? हजुर सर। ल प्रेसर डायग्रामको भनिदिन्छ है त म सुन्नु है। सो टाइम छ अब कन्फ्युजन त हुनु भएन। त्यसैले अब प्रेसर डायग्रामको कुरा के हो भन्दाखेरि एउटा लिक्विड कोलममा है यस्तो छ एउटा भाँडो छ। हामीले सुरुमा पढेको है रिभिजन गर्नुहोस्, यो पढिसकेको कुरा हो, यसमा झुकिन त हुन्थेन होइन। यस्तो भाँडो छ भने के हुन्छ टप यो फ्री सर्फेसमा यहाँ माथि त कुनै पनि प्रेसर इन्टेन्सिटी निकाल्यो नि त सुरुमा है। यसलाई चाहिँ हामीले ए भन्यौँ यो माथिको पोइन्टलाई, यसलाई हामीले बी भन्यौँ मानौँ है। यसको हाइट चाहिँ मानौँ अहिलेलाई एच भनेर मानौँ, यो लिक्विडको हाइट हो है यो भनेको। सो अब प्रेसर डायग्राम कसरी बनाउने भन्दाखेरि यो ए भन्नेमा प्रेसर इन्टेन्सिटी कति हुन्छ रो सरी यो रो हो भने यो रो इन्टु जी इन्टु हाइट हो प्रेसर इन्टेन्सिटी भने त होइन। ए भन्ने ठाउँमा हाइट लिक्विडको हाइट कति छ 0 छ होइन। त्यसैले यहाँ के हुने भयो प्रेसर इन्टेन्सिटी 0 छ ए भन्ने पोइन्टमा। सिमिलरली बी भन्ने पोइन्टमा के हुन्छ अब बी भन्ने ठाउँमा प्रेसर इन्टेन्सिटी भनेको यो रो इन्टु जी इन्टु एच हो। अहिलेलाई हाम्रो हाइट छ यो भनेको प्रेसर इन्टेन्सिटी भयो है। यसलाई अहिले स्मल p1 भन्ने मैले होइन। सो यहाँ 0 भयो, यहाँ बी भन्ने ठाउँमा त के हुन्छ सर्टेन प्रेसर आउने रहेछ नि इन्टेन्सिटी है। सो यस्तो किसिमको एउटा डायग्राम बन्छ। सुरुमा फ्री सर्फेसमा 0, तल चाहिँ अर्को इनमा अथवा चाहिँ लिक्विडको हाइट जति बराबर यो भनेको के हुन्छ रो इन्टु जी इन्टु एच हो है। यति हाइट भनेको यति चाहिँ यसलाई विड्थ भनौँ अथवा जे भनौँ होइन। भनेपछि यसले के गर्दो रहेछ एउटा डायग्राम बनाउँदो रहेछ, एउटा ट्रायङ्गुलर डायग्राम बनाउँदो रहेछ प्रेसर इन्टेन्सिटीले होइन। यति कुरा बुझ्यो। माथिमा 0 छ होइन, यहाँ यतिसम्म चाहिँ के हुन्छ रो इन्टु जी इन्टु एच बराबरको हाम्रो यस्तो डायग्राम बन्छ। यसलाई नै हामी के भन्छौँ प्रेसर डायग्राम भन्छौँ। र यो प्रेसर डायग्रामले अब के दिने हामीले त प्रेसर फोर्स निकाल्नु छ होइन। सो प्रेसर फोर्स भनेको के भनिरहेको छ भन्दाखेरि एरिया इन्टु एरिया अफ दिस डायग्राम इन्टु विड्थ होइन। यसको यो भाँडोमा त यतापट्टि विड्थ पनि छ नि त, यसको चौडाइ पनि छ नि होइन। यो त 3D भाँडो हो नि, यस्तो छ नि होइन भाँडो त है। यति बराबर त विड्थ छ, यसलाई बी भनिदिएँ मैलेलाई भने। यसको अब चाहिँ प्रेसर क्यापिटल पी अथवा एफ भनौँ, प्रेसर इक्वल्स टु एरिया इन्टु विड्थ भन्यौँ है। यो ट्रायङ्गलको एरिया के हुन्छ हेर्नु है, यो भनेको हाइट हो नि है, यो भनेको त हाइटै छ फेरि यति है। सो अब यसको एरिया भनेको ट्रायङ्गल हो यो त हाफ होइन। बेस भनेको रो इन्टु जी इन्टु एच है, अनि इन्टु हाइट भनेको यही हाइट भयो होइन, यति भयो। अब यो भनेको एरिया भयो इन्टु अब उतापट्टिको ब्रेथ बी, यसले हाम्रो के दिन्छ प्रेसर फोर्स दिन्छ, टोटल प्रेसर फोर्स दिन्छ है। सो यो प्रेसर डायग्रामबाट यसरी हामीले टोटल प्रेसर फोर्स निकाल्न सकिन्छ भनेर हामीले हेरिसकेका छौँ। अब अर्को कुरा अब हामीले सेन्टर अफ प्रेसर पनि पढेका थियौँ है। सेन्टर अफ प्रेसर कसरी निकाल्ने सजिलो छ। सेन्टर अफ प्रेसर निकाल्नको लागि कि त उतापट्टि हामीले युज गरेको त्यो आईवाला फर्मुला युज गर्न सक्नु पऱ्यो, होइन भने यसबाट पनि सजिलै निकाल्न सकिन्छ। के हुन्छ यो ट्रायङ्गलको चाहिँ रिजल्टेन्ट अथवा सेन्टर अफ ग्राभिटी कहाँ हुन्छ है, तलको बेसबाट कि त बेसबाट छ माथि होइन h/2 मा हुन्छ, कि त माथिको फ्री सर्फेसबाट 2h/3 मा हुन्छ होइन। h/3 अथवा 2h/3 हुन्छ भनेपछि त्यही पोजिसनमा के हुन्छ हाम्रो रिजल्टेन्ट प्रेसर फोर्स लाग्छ है। यसको चाहिँ तलबाट h/3 मा है। यसरी सजिलै के गर्न सकिन्छ प्रेसर डायग्राम बनाएर हामीले टोटल प्रेसर फोर्स अर्को सेन्टर अफ प्रेसर निकाल्न सकिन्छ।
है। यही नै कन्सेप्ट थियो। ल यति भए चाहिँ अब तपाईँले गर्न सक्नुहुन्छ है त। ल यसको एन्सर भनिदिनुहोस् फाइनल F1 र F2 अगाडि बढेँ म है, धेरै बेर नबसौँ। ल भन्नुहोस् त कति आयो? डिस्कनेक्ट भयो कि कोही नबोलेको? सर 347 हो त। 347 अलि आउँदैन कि? अरू साथीले भनिदिनुहोस् त कति आएको छ चेक गरौँ। कति फेरि भन्नु? 3394 3394 त्यो पनि हो त। म गलत पनि हो, मैले गरेको रङ हुन पनि सक्छ है। अब म राइट भन्दिनँ आफूलाई। सो यहाँ मेरोमा चाहिँ त्यो छैन है, अलिकति अर्कै छ मेरोमा एन्सर। ल हेरौँ है त। ल अब कहाँ कन्फ्युजन भयो हेरौँ। ल सो सुरुको tan थीटा यो आइहाल्यो। यो कति आएको अरे? 13 पोइन्ट कति आएको अरे? थीटा इक्वल्स टु 4। हेलो के छ? आइरहेको छ नि है? डिस्कनेक्ट भएको मेरो फेरि बिचमा? हजुर सर भर्खरै। यस्तै छ। ल यो ल है, यसको अब सोलुसनतिर नै अब कन्फ्युजन भएको जस्तो लाग्यो है त। हेरौँ है त यसको सर्ट र म एकदमै सर्टकटमा सोलुसन देखाउँछु है। सो tan थीटा निकाल्यो हामीले है। 13 पोइन्ट कति आयो? 74 डिग्री हो। यस्तै आयो होइन tan थीटा है। ए भनेको 2.24 बाई 9.81 गऱ्यो भने tan थीटा आइहाल्यो। अब हामीलाई चाहिएको H1 र H2 हो होइन। सो H1 पनि हामीले सजिलै यो हो यो यति ट्रायङ्गलबाट होइन, यतिबाट चाहिँ हामीले के गर्न सक्छौँ? माथिको यो हाइट निकाल्न सकिहाल्छ। टोटल 1 मिटर छ। 1 मिटरमा चाहिँ यति हाइट घटाउने बित्तिकै H1 आइहाल्छ है। सो H1 आउँछ सायद 0.2662 मिटर आयो होला है। र H2 कति आयो? 1 स्क्रिन सेयर भएन नहीं सर। र ल है त अहिले भयो ल। ओके सो अब हामीले यसमा हेरौँ है, यसमा धेरै बेर नबसौँ। tan थीटा आइहाल्यो होइन। H1 र H2 आइहाल्यो। H1 यो 1 हो। H1 भनेको 0.266 आयो। H2 भनेको 1.7338 आयो होला होइन है। कसैको अर्को के आएको छैन भन्नु है। सो H1 र H2 आउने बित्तिकै अब हामीले के गर्न सक्छौँ? प्रेसर इन्टेन्सिटी निकाल्न सकिन्छ। म्याक्सिमम र मिनिमम प्रेसर इन्टेन्सिटी भनेको छ। मिनिमम भनेको थोरै हाइट भएकोतिर आउँछ, म्याक्सिमम भनेको धेरै हाइट भएकोतिर आउँछ, अभियस छ होइन। सो यो भनेको के भन्नुभयो? रो इन्टु जी इन्टु H1 मिनिमम, रो इन्टु जी इन्टु H2 भनेको म्याक्सिमम हुने भयो होइन। सो रो इन्टु जी भनेको 9810 भइहाल्यो वाटरको लागि होइन। 9810 इन्टु 0.2662 गर्दाखेरि कति आउँछ भन्दाखेरि, हान्नु त ल क्यालकुलेटर हान्यो नि भयो होइन। सो यो गर्दाखेरि आउँदो रहेछ 2611.4 आउँछ हो। 9810 इन्टु 0.2662 ल है। 2611 आउँदो रहेछ यसमा। 2611.42 यो न्युटन पर मिटर स्क्वायरमा है, मैले युनिट लेखिनँ। सिमिलरली अब यतापट्टिको हाइट, यतापट्टिको प्रेसर इन्टेन्सिटी भनेको 9810 इन्टु 1.7338 यो गर्दाखेरि कति आउँछ भन्नु त? कति निकाल्नु तपाईँले? 17008.578 है। प्रेसर इन्टेन्सिटी यति हुँदो रहेछ है। अब यो प्रेसर इन्टेन्सिटी आइहाल्यो है। यो अब यतापट्टिको पिट उसलाई लेखेँ मैले 008.578 ल होइन। यो हाइट भनेको 1 यही भइहाल्यो। अब यसरी हामीले प्रेसर डायग्राम बनाउन सक्यो होइन। अब यसको एरिया भनेको के हुन्छ? 1/2 इन्टु
यो हैन तलको बेस इन्टु अर्को के हुने भयो यो हैन इन्टु अब के हुने भयो यसको ब्रेथ छ यतापट्टि ब्रेथ छँदैछ यसरी यसको ब्रेथ कति दिएको छ क्वेसनले लेन्थ विड्थ एन्ड डेप्थ अफ ट्याङ्क आर 6 मिटर 2.5 मिटर एन्ड 2 मिटर भनेपछि के दियो 2.5 मिटर दिएको रहेछ इन्टु 2.5 ल यति गर्दाखेरि कति आउँछ P2 हेर्नु त ल है त 0.5 इन्टु 17008.578 हैन इन्टु अब हाइट भनेको 1.7338 हैन इन्टु विड्थ भनेको 2.5 ल यो आउँदो रहेछ 36861.84 निकाल्नु भयो आयो कि नै त्यति है सजिलै आउँछ नि यो त इक्वल्स टु 36861.84 यो न्युटनमा छ है अहिलेसम्म हामीले किलो न्युटनको कुरा गरेका छैनौँ न्युटनमै गरिरहेका छौँ सबै काम यसरी हामीले के गर्न सक्छौँ प्रेसर फोर्स निकाल्न सक्छौँ प्रेसर इन्टेन्सिटी निकाल्न सक्छौँ है सिमिलरली यतापट्टि पनि अब के 2611.4 को ब्रेथ भएको एउटा ट्रायंगल बन्छ त्यसमा चाहिँ एरिया इन्टु यतापट्टिको विड्थ गर्यो भने हामीले प्रेसर फोर्स निकाल्न सकिन्छ है अब रिजल्टेन्ट फोर्स पनि सोध्यो भने कहिलेकाहीँ यो P1 - P2 गरेर निस्किहाल्छ है त यति नै हो है यसमा त यत्रो बेर अड्किन पर्दैन हामी ल म अगाडि बढेँ है त अब अर्को क्वेसन छ अब अर्को खालको क्वेसन छ अब रेक्टेङ्गुलर ट्याङ्क लेन्थ ब्रेथ हाइट दिइहाल्यो इज कम्प्लिटली फिल्ड अब सुरुमा यो फिगरले हेरे जस्तै यो सुरुमा चाहिँ के रहेछ यसरी कम्प्लिटली फिल्ड रहेछ हैन अब यसलाई चाहिँ एसिलिरेसन दियो एउटा डिरेक्सनमा र एसिलिरेसन दिँदाखेरि 2.4 को दिएको रहेछ भनेपछि अगाडि 2.4 थियो थीटा आइहाल्यो हैन यो थीटा आइहाल्यो सो थीटा आउने बित्तिकै के छ अब फाइन्ड द भोल्युम अफ वाटर स्पिल फ्रम द ट्याङ्क कति चाहिँ भोल्युम चाहिँ यसबाट स्पिल भएको छ भनेर सोध्यो हैन सजिलै के गर्न सकिन्छ यो भोल्युम अफ वाटर स्पिल भनेको त यति यो ट्रायंगलको हैन यसको एरिया हैन इन्टु यतापट्टि कति विड्थ छ त्यति विड्थ बराबर के भएको भोल्युम स्पिल भएको सिम्पल हैन सो यति यो ट्रायंगलको एरिया इन्टु विड्थ निकाल्यो भने हामीले सजिलै के गर्न सक्छौँ भोल्युम अफ वाटर स्पिल निकाल्न सकिन्छ यसरी है त्यसको लागि सुरुमा के फाइन्ड गर्न पर्यो यो BC भन्ने हाइट कति छ त्यो निकाल्न पर्यो र BC भन्ने कसरी निकाल्न सकिन्छ त्यो tan थीटाबाट निकाल्न सकिहाल्यो tan थीटा इक्वल्स टु अब परपेन्डिकुलर बाइ बेस गर्न सकिहालिन्छ हैन यो भनेको परपेन्डिकुलर होला यो भनेको बेस भनेको 6 मिटर भइहाल्यो है सो यसरी हामीले के गर्न सकिन्छ टोटल भोल्युम स्पिल पनि निकाल्न सकिन्छ है अर्को टाइपको क्वेसन भयो र यस्तै यस्तै क्वेसन हुन्छ र अर्को क्वेसन के हुन सक्छ भन्दाखेरि जस्ट वाटर स्पिल हुनको लागि कति एसिलिरेसन हुन्छ यो ए कति हुन्छ भनेर सोध्न सक्ने क्वेसन हुन्छ अर्को है सबै कुरा डेटा दियो जस्ट स्पिल हुनको लागि चाहिँ यो एसिलिरेसन कति हुन्छ भनेर क्वेसन दिन सक्छ त्यसमा हामीले अब यो लिमिटिङ कन्डिसन लगाएर काम गर्न सकिन्छ है त यति नै छ यसमा ल अगाडि बढौँ है अब धेरै बेर यसमा नअर्कौँ अब नेक्स्ट केस छ लिक्विड कन्टेनर सब्जेक्टेड टु कन्स्ट्यान्ट भर्टिकल एसिलिरेसन अहिले हामीले के गरेका थियौँ भन्दाखेरि होरिजेन्टल एसिलिरेसन दिएका थियौँ होरिजेन्टल एसिलिरेसन दिँदाखेरि अब माइनस रो इन्टु AX हुन्छ भन्ने हामीले थाहा भइहाल्यो हैन त्यसले गर्दाखेरि के हुँदो रहेछ अगाडितिर प्रेसर डिक्रिज हुँदो रहेछ पछाडितिर चाहिँ प्रेसर फोर्स इन्क्रिज हुँदो रहेछ भन्ने हामीले थाहा पायौँ तर अब के छ भर्टिकल एसिलिरेसन दियो मानम सपोजिसन एउटा लिक्विडलाई भनौँ न एउटा कन्टेनरलाई हामीले लिफ्टमा राख्यौँ हैन लिफ्टमा राखेर चाहिँ सट्ट लाएर भर्टिकल एसिलिरेसन दियौँ तल 0 तलाबाट माथि सिधै 20 तलामाथि लिएर गयौँ है त्यसलाई यसो पिक्चराइज गर्नुहोस् है दिमागमा कि यदि त्यसरी हामीले लिक्विड कोलमलाई एउटा त्यो कन्टेनरलाई लिफ्टमा राखेर त्यसरी लिफ्ट गर्दाखेरि 20 तलामाथि लिएर जाँदाखेरि त्यो लिक्विडको सर्फेसमा केही चेन्ज आउला के लाग्छ तपाईलाई भन्नुस् त गेस गर्नु ल एनीवन मेरो क्वेसन त बुझ्नु भयो नि हैन है एउटा लिफ्ट छ लिफ्टमा हामीले लिक्विड कन्टेनर यसरी भरेर यसरी भरेर त्यो राख्यौँ कुनै लिक्विडलाई कन्टेनरमा र लिफ्टमा चढाएर यसलाई सिधै 0 तलाबाट 20 तलासम्म सरर लाएर माथि लिएर गयौँ कन्स्ट्यान्ट एसिलिरेसनमा है कन्स्ट्यान्ट एसिलिरेसन अहिलेलाई AY भन्न सकियो भने यो लिक्विडको सर्फेसमा कुनै चेन्ज आउला तपाईहरु लिफ्ट त चढ्नु भएको छ हैन अब तपाईले लिफ्टमा कोक सोकको बोतल सोतल लिएर चाहिँ चढ्नु भयो भने त्यो कोकको बोतलमा कुनै चेन्ज आउला र के लाग्छ नआउला सर भन्नु त आउँदैन नि है आउँदैन अभियसली आउँदैन है त तर के हुन्छ यसमा है बुझ्नुस् है त सो
कुनै पनि सर्फेसमा अहिलेको होरिजेन्टल एसिलिरेसन दिँदाखेरि यसरी सर्फेसमा चेन्ज आएको थियो है, यसरी चेन्ज आउँछ भनियो हामीले हैन। तर चाहिँ अब यसलाई चाहिँ भर्टिकल एसिलिरेसन कि उठाइयो अथवा कि तल लिएर गइएला, कुनै पनि प्रकारको त्यस्तो सर्फेसमा चेन्ज चाहिँ आउँदैन। तर चेन्ज नआए पनि है, चेन्ज त आउँदैन ठिक छ, तर के छ त्यो एसिलिरेसनमा छ भन्नेबित्तिकै मास इन्टु एसिलिरेसन भन्ने कम्पोनेन्ट त जोडिन्छ अथवा घट्छ है। माथि चढाइरहेको छ भने जोडिन्छ, तल लैरहेको छ भने घट्ला, एवाई भनियो है। सो यो यति चाहिँ कम्पोनेन्टले गर्दाखेरि आउने जुन प्रेसर छ त्यो चाहिँ हाम्रो लिक्विडको मासमा एड भएर जान्छ है। यदि हामीले भर्टिकल एसिलिरेसन अपवर्ड भर्टिकल एसिलिरेसन गरिरहेछौँ भने यो एम इन्टु एवाई मास, त्यो लिक्विडको मास त छँदैछ हैन, त्यो लिक्विडको मास छँदैछ, त्यो लिक्विडको मास र यो एवाई अनि एसिलिरेसनले आउने जति फोर्स छ एम इन्टु एवाईले आउने फोर्स त्यति बराबरको चाहिँ के हुन्छ प्रेसर फोर्स यसमा थपिन्छ है, थपिन्छ। यसमा अरू केही चेन्ज नभयो भने पनि त्यस कुनै पनि एउटा पोइन्टमा एउटा चाहिँ बडीमा एउटा पार्टिकलमा हामीले त्यसको प्रेसर कति छ भनेर नाप्यो भने यति बराबरको के हुन्छ प्रेसर चाहिँ त्यसमा एड हुन्छ है, भर्टिकल कन्स्ट्यान्ट भर्टिकल एसिलिरेसनमा छ भने। सिमिलरली कन्स्ट्यान्ट भर्टिकल डिएसिलिरेसन अथवा चाहिँ भर्टिकल के छ अप गरियो होइन कि यसलाई तलतिर झारियो, माथि लगिएन अथवा यसलाई तलतिर झारियो भने अब जुन एम इन्टु एवाई बराबरको प्रेसर यसमा अब सर्फेसमा त चेन्ज आउने कुरा आउँदैन है, सर्फेसमा चेन्ज आउँदैन। एउटा कुनै पोइन्टमा हामीले हेऱ्यौँ भने त्यसमा चाहिँ के हुन्छ यो एम इन्टु एवाई बराबरकोले जति प्रेसर डेभलप गर्छ नि, जति फोर्स डेभलप गर्छ त्यति बराबरको फोर्स यसमा घटेर जान्छ है। सो अब यसमा के हुन्छ, यसमा यो थ्योरिटिकलमा जे भन्यो भने पनि मैले यसमा सिधै एक्सप्लेन गर्न खोजेँ। अब हामीले त प्रेसर डायग्राम बनाउँछौँ है, अहिले पनि प्रेसर डायग्राम बनाएका थियौँ है। सो यसरी छ, हामीले यसरी प्रेसर डायग्राम बनाउँछौँ हैन। सो प्रेसर डायग्राम बनाउने बित्तिकै अहिले स्ट्याटिक कन्डिसनमा छ भने यसको एरिया इन्टु यसको विड्थले के दिइरहेको हुन्छ, हाम्रो प्रेसर फोर्स दिइरहेको हुन्छ अहिलेको सुरुको स्ट्याटिक कन्डिसनमा है। अब यसलाई भर्टिकल अपवर्ड एसिलिरेसन गरियो भने है, सो भर्टिकल अपवर्ड एसिलिरेसन गरियो भने यसमा यसरी चाहिँ के हुन्छ, अब अलिकति यो त्यो एसिलिरेसनले गर्दाखेरि त्यो जुन एम इन्टु ए भन्ने कम्पोनेन्ट गर्दाखेरि चाहिँ थोरै प्रेसर यसमा एड भएर जान्छ है। सो इनिसियल कन्डिसनमा यति प्रेसर थियो हैन, यो तलको बेस यति जति भने अब चाहिँ यति जति के हुन्छ यसमा एड भएर आउँछ है, कन्स्ट्यान्ट अपवर्ड एसिलिरेसनको केसमा। सिमिलरली अब कन्स्ट्यान्ट डाउनवर्ड एसिलिरेसन केसमा अथवा तल तान्यो भने सुरुमा स्ट्याटिक कन्डिसनमा यति चाहिँ हाम्रो प्रेसर डायग्रामले दिने प्रेसर इन्टेन्सिटीले दिने प्रेसर डायग्राम यस्तो हुन्छ है। र कन्स्ट्यान्ट अब यसलाई तलतिर लैयो है, माथि 20 तलाबाट तलतिर 0 तलतिर लिएर आइयो भने चाहिँ अब यसमा के हुन्छ, एम इन्टु एले गर्दाखेरि घट्छ भन्ने छ नि। सो अब यो घटेर यति जति चाहिँ ओभरअल हुन पनि यति थियो हैन स्ट्याटिक कन्डिसनमा, तर अब यो घटेर यतिमा आउँछ है। कन्स्ट्यान्ट एसिलिरेसनको केसमा हुने यति नै हो है त। सो अब हेरौँ यसमा के भनेको छ है, मैले भर्खर बुझाएकै कुराहरू छन् यसमा। कन्सिडर अ ट्याङ्क, हेरौँ है, consider a tank containing liquid and moving vertically upward with uniform acceleration AY. The liquid in the tank will have a free horizontal surface, but pressure intensity at any point in the liquid will be different from what it will be when in a state of absolute rest. हैन। सो कुनै पनि एउटा पोइन्टमा हामीले कुनै पनि एउटा पोइन्टमा चाहिँ कति हुन्छ भनेर कन्स्ट्यान्ट एसिलिरेसन दियौँ र चेक गर्यो भने एब्सोल्युट रेस्टको कन्डिसनमा भन्दा त्यो यो कन्स्ट्यान्ट अपवर्ड एसिलिरेसन तिरेको बेलामा यसमा चाहिँ प्रेसर इन्टेन्सिटी फरक पर्न जान्छ है। सो कतिले फरक पर्छ भन्ने कुरा अब हामीले निकाल्नु पर्ने हुन्छ। सो त्यो कतिले फरक पर्छ भन्ने कुरा निकाल्नको लागि हामीले सजिलै के गर्न सक्छौँ, त्यसमा चाहिँ अब यो न्युटन सेकेन्ड ल नै लगाउने हो हैन। न्युटन सेकेन्ड ल अपवर्ड डिरेक्सनमा लगायौँ। सो यसमा भनेको समेसन अफ प्रेसर एफवाई इक्वल्स टु मास इन्टु एसिलिरेसन हैन। एउटा वेट तलतिर वेट कम्पोनेन्ट तलतिर लागिरहेको छ, अर्को माथितिर ए इन्टु एम भन्ने कम्पोनेन्ट एवाई इन्टु एम भन्ने कम्पोनेन्ट लागिरहेको छ है। सो यसलाई हामीले अल्टिमेटली रिजल्भ गर्यो भने यसले के दिन्छ भन्दाखेरि हेरौँ है। सो यसलाई अल्टिमेटली रिजल्भ गर्यो भने यसले एउटा हाम्रो यस्तो इक्वेसन दिन्छ, द्याट इज प्रेसर इन्टेन्सिटी पी है। यो प्रेसर इन्टेन्सिटी हो है, प्रेसर फोर्स होइन। सो प्रेसर इन्टेन्सिटी इक्वल्स टु डब्लु भनेको रो इन्टु जी भइहाल्यो हैन, रो इन्टु जी इन्टु एच। यो सुरुको फर्स्ट केस भयो यति जतिको है, रो इन्टु जी इन्टु एच यति जतिको भयो भने प्लस यसमा अब के थपिने भन्दाखेरि रो इन्टु जी इन्टु एच इन्टु एवाई बाई जी यति जति कम्पोनेन्ट यसमा थपिएर जान्छ कन्स्ट्यान्ट अपवर्ड एसिलिरेसन भएको केसमा है।
त्यो कुनै एउटा पोइन्टमा हामीले प्रेसर इन्टेन्सिटी नाप्यौँ भने। सिमिलरली अब कन्स्ट्यान्ट डाउनवर्ड एसिलेरेसन छ भने कतिले गर्छ भन्दाखेरि यही रो इन्टु जी इन्टु एच इन्टु एवाई बाई जी बराबरको हाइटले अथवा त्यति बराबरले चाहिँ के गर्छ, यसलाई कन्स्ट्यान्ट डाउनवर्ड एसिलेरेसन छ भने त्यति बराबर चाहिँ घट्छ र हाम्रो नयाँ प्रेसर डायग्राम यस्तो बन्छ है। यो बढ्दाखेरिको प्रेसर डायग्राम यस्तो हुन्छ है, र घट्दाखेरि चाहिँ त्यति बराबरले घट्छ र हाम्रो नयाँ प्रेसर डायग्राम यस्तो बनेर आउँछ है। यसमा बुझ्नुपर्ने कुरा यति नै छ ल। सो अब यसले के भनिरहेको छ हेरौँ है त। द फ्री लिक्विड सर्फेस रिमेन होरिजेन्टल, फ्री सर्फेस चाहिँ जे छ होरिजेन्टलको होरिजेन्टलै रहन्छ हैन। द प्रेसर भेरिएसन चाहिँ लिनियरै हुन्छ भर्टिकल डिरेक्सनमा हैन। द प्रेसर इन्टेन्सिटी एट एनी पोइन्ट इज मोर देन द स्ट्याटिक प्रेसर, स्ट्याटिक प्रेसर अथवा रोजिएच हो यो भनेको, बाई एन एमाउन्ट अफ डब्लुएच इन्टु एवाई बाई जी। र कुनै पनि पोइन्टमा कन्स्ट्यान्ट भर्टिकल एसिलेरेसन दिइरहेछौँ भने त्यसमा चाहिँ थोरै प्रेसर बढी कतिले हुन्छ भन्दाखेरि डब्लुएच इन्टु एवाई बाई जी अथवा डब्लुएच भनेको रो इन्टु जी इन्टु एच है। यतिले चाहिँ कुनै पनि एउटा पोइन्टमा बढी हुन्छ है। यो इक्वेसनले दिन्छ त्यसलाई। सिमिलरली डाउनवर्ड छ भने प्लसको ठाउँमा माइनस हुन्छ है। यो भयो भर्टिकल एसिलेरेसनको केसमा है। बुझ्नुपर्ने कुरा यति नै छ। यो फर्मुला चाहिँ नोट गर्नु होला। पी इक्वल्स टु रो इन्टु जी इन्टु एच अथवा डब्लुएच भन्न पाइयो 1 प्लस एवाई बाई जी है, अथवा प्लस माइनस एवाई बाई जी भन्न सकियो है त। यति नै छ है। यसमा चाहिँ अगाडि बढौँ। अब यसको एउटा मात्र हिसाब मैले सजिलो राखिदिएको छु। सो अ ट्याङ्क द लेन्थ कन्टेनिङ वाटर अप टु अ डेप्थ अफ 500 mm इज मुभिङ भर्टिकली अपवर्ड with a constant acceleration of 2.45 meter per second square. Find the force exerted by the water on the side of the tank. Also calculate the force on the side of the tank when the width of the tank is 2 meter and tank is moving vertically downward. एकचोटि अपवर्ड हुँदाखेरि कति हुन्छ निकाल भन्यो है, त्यति नै एसिलेरेसनले। एकचोटि त्यति नै एसिलेरेसनले डाउनवर्ड हुँदाखेरि कति हुन्छ निकाल भन्यो है। र अर्को के भन्यो, द ट्याङ्क इज नट मुभिङ एट अल, स्ट्याटिक कन्डिसनमा कति हुन्छ प्रेसर फोर्स हैन, त्यो लिक्विडले लाग्ने यो बेसमा लाग्ने कति हुन्छ निकाल भनेर सोधिरहेको छ है त। सो यसमा गर्ने सिम्पल है, यसमा केही पनि छैन नयाँ कुरा। यसमा गर्ने हामीले थाहा पाउनु पर्यो भन्दाखेरि प्रेसर एट एनी पोइन्टमा के हुन्छ इक्वल्स टु रो इन्टु जी इन्टु एच प्लस हैन ब्राकेटमा अथवा 1 प्लस ए बाई जी है। यतिले चाहिँ बढी अथवा घटी हुन्छ भन्ने कुरा हामीले थाहा पाउनु पर्यो हैन। यति गर्ने बित्तिकै पोजिटिभको लागि लियो भने अपवर्ड एसिलेरेसन भयो, नेगेटिभ लियो भने डाउनवर्ड एसिलेरेसन भयो, र स्ट्याटिक कन्डिसनमा छ भने ए भन्ने टर्म 0 हुन्छ अनि ए 0 हुने बित्तिकै रो इन्टु जी इन्टु एच आउने हो है। यो प्रेसर इन्टेन्सिटी है, यो पी स्मल पिभी भन्न खोज्यो। यति गर्न सकिन्छ यसमा है त। यो यति नै छ है। यसमा तपाईँले बुझ्नुभयो होला। यसमा धेरै बेर बसिन। अब अगाडि बढ्छ है म। अब नेक्स्ट केस छ है अन्तिम आजको लागि। अर्को हुन्छ लिक्विड कन्टेनर सब्जेक्टेड टु अ कन्स्ट्यान्ट एसिलेरेसन एलोङ इन्क्लाइन प्लेन है। अब इन्क्लाइन प्लेनमा हामीले के गर्यौँ, त्यो लिक्विड बोकेको भाँडोलाई कन्टेनरलाई मुभ गर्यौँ है। सो इन्क्लाइन प्लेनमा मुभ गर्ने बित्तिकै है, सो यो होरिजेन्टल थियो होला, यस्तो सर्टेन इन्क्लाइन प्लेन भयो, यो हामीले सर्टेन अल्फा भन्यौँ अथवा जे भने पनि पिटा गामा जे कालो कलरको देखिने कलर येल्लोले देखिन कि सर येल्लो हेल्लो भन्दा नि ग्रीन हो के यो कलर त। ल म रेडै युज गर्छु। रेड चाहिँ देखिन्छ है कि देखिँदैन रेड पनि है त। सो यो त देखिन्छ है ल देखिन्छ है सर। त। सो यो कुनै एउटा अल्फा अथवा जे अल्फे भन्ने मैले है। सो अल्फा भन्ने एङ्गल छ इन्क्लाइन प्लेनको हैन। यसमा चाहिँ एउटा चाहिँ कन्स्ट्यान्ट एसिलेरेसन ए भन्ने एसिलेरेसनले चाहिँ अब हाम्रो गाडी गुडिरहेको छ अथवा हाम्रो त्यो भेसललाई अथवा त्यो कन्टेनरलाई हामीले के गरिरहेको छौँ, कन्स्ट्यान्ट एसिलेरेसनले मुभ गरिरहेका छौँ हैन। एउटा इन्क्लाइन प्लेन जसको चाहिँ एङ्गल छ अल्फा अथवा थीटा अथवा गामा जे भन्दै नि भयो है त। भने यसमा के हुन्छ हेरौँ है। सो इनिसियल कन्डिसनमा यो यसरी हामीले स्ल्यान्टेडै बनाएँ मैले फिगर। सुरुमा यस्तो स्ल्यान्टेड छ भने इनिसियल फेजमा यो मुभ गरेको छैन है। मुभ नगरेको केसमा यसले बनाउने सर्फेस सर्टेन एउटा स्ल्यान्टेडै बनाउँछ हैन। लिक्विडले त के गर्छ, आफ्नो कन्टेनर जस्तो छ त्यस्तै सेप एक्वायर गर्छ भन्ने हामीलाई थाहा छँदैछ हैन। सुरुमा चाहिँ यो स्ल्यान्टेड भयो यस्तो खालको बनाउँछ, यो एसिलेरेसन छैन भन्ने मानौँ अहिलेलाई है। अनि त्यसपछि अब यसलाई कन्स्ट्यान्ट एसिलेरेसन दियो माथितिर है, यही इन्क्लाइन प्लेनमा हैन। यसलाई एसिलेरेसन दिने बित्तिकै यसले के गर्छ, अब हामीले जुन अगाडि भर्खरै पढिहाल्यौँ हैन, यो होरिजेन्टलको केसमा जस्तै अब यसले सर्टेन एउटा अर्को चाहिँ यसले सर्फेस यसरी बनाउँछ
है। यो न्यू सर्फेस भयो, यसलाई एन भनिदिएँ मैले, यो चाहिँ ओल्ड सर्फेस भयो, ओ भयो है। सो यसमा अब के आउँछ भन्दाखेरि जुन होरिजेन्टलको केसमा पढ्यो नि, जुन होरिजेन्टलको केसमा पढे जस्तै यसले एउटा सर्फेसले एउटा एङ्गल सर्टेन एङ्गलमा बनाउँछ, त्यसैले हामीले एउटा ट्यान थीटा फाइन्ड गर्नुपर्ने हुन्छ एउटा है। यो एङ्गल हामीले थीटा भनिदियौँ भने, यो थीटा भनिदियो भने ट्यान थीटा कति हुन्छ फाइन्ड गर्नुपर्छ, एउटा काम हैन। अब अर्को काम के गर्नुपर्छ भन्दाखेरि अब यो त के छ, कन्स्ट्यान्ट अपवर्ड एसिलिरेसन पनि आउँछ नि त, यसलाई अब रिजल्भ गर्न सकियो नि त हैन। यो ए छ नि, यो एलाई त अब हामीले रिजल्भ गर्न सकिन्छ, यो एङ्गलमा छ भने यसलाई त के छ भर्टिकल र होरिजेन्टल कम्पोनेन्टमा रिजल्भ गर्न सकिन्छ। यसलाई हामी एवाई भन्न सकियो, यतातिरको हामीले एएक्स भन्न सकियो हैन, एवाई र एएक्स भन्न सकियो। भनेपछि यसलाई रिजल्भ गर्ने बित्तिकै के गरियो भन्दाखेरि यसमा बोथ है, बोथ होरिजेन्टलको केस पनि लाग्ने भयो, अर्को भर्टिकलको केस पनि लाग्ने भयो है। यो दुइटै केस लगाएर हामीले यसको हिसाबहरू गर्छौँ है। नयाँ कुरा केही पनि छैन, जुन अगाडि होरिजेन्टल र भर्टिकलमा हेऱ्यौँ त्यही नै दुईटा केस आउँछ। एउटा होरिजेन्टलको केसमा आउँदाखेरि यो सर्टेन यो हाइट घटेको हुन्छ हैन, यो हाइट यसलाई h1 भनिदियो, यतापट्टिकोलाई यसलाई h2 भनेर निकाल्न सकिन्छ है। होरिजेन्टल एसिलिरेसनवाला केस मानियो भने त्यसपछि लाएर यो हाइटले गर्दाखेरि कति प्रेसर इन्टेन्सिटी छ त्यो निकाल्न सकिन्छ एउटा। अर्को के छ, भर्टिकल एसिलिरेसन पनि आयो, जुन यस्तो स्ल्यान्टेड छ हैन, यसलाई ए भन्यो भने यसको भर्टिकल एसिलिरेसन एवाई छ हैन। सो यो भर्टिकल एसिलिरेसनले गर्दाखेरि पनि के हुन्छ भन्ने छ, त्यसमा चाहिँ सर्टेन ए थपेर आउँछ हैन। अहिलेको हामीले भने जस्तै ए बाई वाई बराबर चाहिँ थपिन्छ भनिसकेका छौँ हैन। अगाडि भन्यौँ नि हामीले जुन ए बाई सरी नट वाई ए बाई जी हैन, ए बाई जी बराबर थपिन्छ भनिसकेका छौँ हैन। सो यो दुइटैले गर्दाखेरि एउटा होरिजेन्टलको केसले एउटा भर्टिकलको केसले दुइटैले गर्दाखेरि हामीले यसमा क्यालकुलेट गर्नुपर्ने हुन्छ है। सो दुइटाको रिजल्भ गरे जस्तो मात्रै हो यसमा है त। ल हेरौँ है, यसको चाहिँ अब यसको चाहिँ अब डेरिभेसन कस्तो रहेछ सर हेरौँ। सो लिक्विड कन्टेनर सब्जेक्टेड टु कन्स्ट्यान्ट एसिलिरेसन एलोङ इन्क्लाइन प्लेन, यसरी इन्क्लाइन प्लेनमा हामीले लिक्विड कन्टेनरलाई मुभ गरिरहेछौँ है। सो सोज अ ट्याङ्क फिल्ड विथ अ लिक्विड बिङ एसिलिरेट अप एन इन्क्लाइन प्लेन विथ युनिफर्म एसिलिरेसन ए है, एउटा युनिफर्म एसिलिरेसन एले चाहिँ मुभ गरिरहेछौँ। सो होरिजेन्टल कम्पोनेन्ट अफ एसिलिरेसन, अब यो ए को होरिजेन्टल कम्पोनेन्ट के हुने भयो, एएक्स हुने भयो, इक्वल्स टु ए कस अल्फा सिम्पल हैन। सिमिलरली भर्टिकल कम्पोनेन्ट अफ एसिलिरेसन भनेको यसलाई माथितिरको मान्यो भने है, त्यो एवाई भयो, यो एवाई भन्न सक्यो, यसलाई एएक्स भन्न सक्यो हैन। सो एवाई इक्वल्स टु ए साइन अल्फा हैन, रिजल्भ गर्न सकिहाल्यो, अल्फा थाहा छ भने हामीलाई दुईवटा केस भइहाल्यो। अर्को छ अब अ पार्टिकल एल अफ मास एम लाइङ अन द लिक्विड सर्फेस इज इन इक्विलिब्रियम अन्डर द एक्सन अफ फलोइङ फोर्स। अब यो कुनै एउटा पोइन्ट एल भन्ने ठाउँमा चाहिँ एउटा एल भन्ने एउटा मास छ, सानो स्मल पार्टिकल लिएर त्यसलाई हामीले रिजल्भ गर्ने, अगाडि जुन काम गऱ्यौँ त्यही नै काम गर्छौँ। सो यसमा के फोर्स लाग्छ भन्ने कुरा हो, एउटा एम इन्टु एवाई होइन, अपवर्ड एसिलिरेसन बराबरको होइन, एउटा एम इन्टु एएक्स होइन, यो होरिजेन्टल एसिलिरेसन बराबरको, एउटा यसको आफ्नै मास छ एम इन्टु जी हैन। एउटा अर्को के छ, यसको सराउन्डिङमा भएको लिक्विडले त्यसमा के हुन्छ प्रेसर फोर्स एक्ट गरिरहेको छ पी है, यसलाई अब हामीले रिजल्भ गर्ने हो। सो अब त्यसमा के लाग्छ, एउटा वेट लाग्ने भयो हैन, एउटा चाहिँ प्रेसर फोर्स लाग्ने भयो, अर्को छ एसिलिरेटिङ फोर्स मास इन्टु एसिलिरेसन होरिजेन्टल डिरेक्सनमा कि त भर्टिकल डिरेक्सनमा हैन। अब यसलाई हामीले के गर्यो, अगाडि सुरुको होरिजेन्टलको केसमा जस्तै रिजल्भ गर्ने हो अब है। रिजल्भिङ होरिजेन्टल्ली एन्ड भर्टिकल्ली वी गेट के हुन्छ, पी साइन थीटा इक्वल्स टु एम इन्टु एएक्स है, एएक्स यो होरिजेन्टलको केसमा, अनि पी कस थीटा इक्वल्स टु एमएवाई प्लस एम इन्टु जी है। सो यसलाई डिभाइड गर्यो भने के दिन्छ, यसले ट्यान थीटा इक्वल्स टु एएक्स बाई एवाई प्लस जी है। भनेपछि हाम्रो जुन सर्फेस छ, हाम्रो सर्फेस कसरी बस्दो रहेछ भन्दाखेरि अहिलेको ट्यान थीटा इक्वल्स टु ए बाई जी थियो भने अब चाहिँ के हुने भयो, ट्यान थीटा इक्वल्स टु एएक्स बाई एवाई प्लस जी। त्यो ए भन्ने कम्पोनेन्टलाई हामीले रिजल्भ गऱ्यौँ एएक्समा र एवाईमा हैन, र एएक्स र एवाईमा रिजल्भ गर्ने बित्तिकै हामीले के गर्न सक्दो रहेछौँ, सर्फेसको इक्वेसन निकाल्न सक्दा रहेछौँ है। द्याट इज ट्यान थीटा इक्वल्स टु एएक्स बाई एवाई प्लस जी। यदि यो कुन केसमा भन्दाखेरि माथि यो इन्क्लाइन प्लेनबाट माथितिर मुभ गरिरहेछ भन्ने केसमा हैन। सिमिलरली इन्क्लाइन प्लेनबाट चाहिँ के छ, तलतिर चाहिँ आइरहेको छ, तलतिर आइरहेको छ भने चाहिँ के हुन्छ, त्यही नै हो इक्वेसन एएक्स बाई जी माइनस एवाई है। सो ए जी माइनस एवाई भनेर हामीले निकाल्न सकिन्छ त्यसको स्ल्यान्टेड सर्फेस कति हुन्छ भन्ने कुरा हैन, यसरी हामीले निकाल्न सकियो है। यो भयो हाम्रो सर्फेसको इक्वेसन। अब अर्को छ, अब यति सर्फेसको इक्वेसन आउने बित्तिकै अब हामीले क्यालकुलेट गर्ने हो भने त त्यही प्रेसर फोर्स हो
हैन। सो प्रेसर फोर्स भनेको त के छ, यसमा यति हाइट छ, यसमा यति हाइट छ है, यो दुईटा हाइट भइहाल्यो हैन। यसलाई चाहिँ यो एङ्गल भने यो अल्फा छँदैछ भनेपछि यसलाई चाहिँ रिजल्भ गरेर हाइट निकाल्न सकिहालिन्छ एउटा काम हैन, रिजल्भ गरेर हाइट निकाल्न सकिहालिन्छ। सो त्यसबाट H1 र H2 आइहाल्यो, यसको प्रेसर डायग्राम बनाउन सकिहालिन्छ सजिलै है। सो यसको प्रेसर डायग्राम सजिलै बनाउन सकिहालिन्छ। अनि यसमा लाग्ने इन्टेन्सिटी अफ प्रेसर कति हुन्छ भनेर निकाल्न सकिन्छ, सरी टोटल प्रेसर फोर्स कति हुन्छ भनेर निकाल्न सकिन्छ एउटा केसमा है। यो चाहिँ होरिजेन्टलको केसमा भने। अब सिमिलरली के छ, यो एवाई भन्ने कम्पोनेन्ट पनि छ हामीसँग हैन। सो एवाई भन्ने पनि कम्पोनेन्ट छ भन्ने बित्तिकै त्यो एवाई भन्ने कम्पोनेन्ट पनि यसमा के हुने भयो, थपेर आउनु कुनै पनि पोइन्टमा के हुने भयो, यो एवाई भन्ने कम्पोनेन्टले गर्दाखेरि पनि प्रेसर एड हुन्छ भन्ने राखेका छौँ हामीले अपर मुभ हुँदाखेरि है। सिमिलर डाउनवर्ड मुभ हुन्छ भने त्यो एवाई भन्ने कम्पोनेन्टले के हुन्छ, घटाइरहेको हुन्छ प्रेसर इन्टेन्सिटी। यसरी हामीले के गर्न सक्छौँ, प्रेसर फोर्स कति छ भनेर निकाल्न सक्छौँ है। यो भयो इन्क्लाइनको केसमा है त। यसको हिसाब हेरौँ है त कस्तो हुन्छ सर्ट गलाएर। सो an open rectangular tank 6 meter long and 2.4 meter wide is filled with water to a depth of 1.8 meter. Find the slope of water surface when the tank moves with an acceleration of 2.5 meter per second square up a 30-degree inclined plane, down a 30-degree inclined plane. एकदमै सजिलो क्वेसन है यो चाहिँ। सो यसले के भन्यो, त्यो यसरी चाहिँ त्यो जुन स्ल्यान्टेड भइरहेको हुन्छ थीटा, त्यो थीटा फाइन्ड गर भन्यो, एउटा माथि मुभ गर्दाखेरि एकचोटि तल मुभ गर्दाखेरि हैन इन्क्लाइन प्लेनबाट। सो हामीलाई के थाहा छ, माथि मुभ गर्दाखेरि एवाई प्लस जी हुन्छ, तल मुभ गर्दाखेरि जी माइनस एवाई हुन्छ, हामीले भर्खर डिराइभ गरिसक्यौँ हैन। सो यसरी हामीले के गर्न सक्छौँ, यसको सजिलै हिसाब निकाल्न सकिन्छ। र त्यो निकाल्नको लागि सुरुमा एएक्स र एवाईमा रिजल्भ गर्न सक्नु पर्यो है, 30 डिग्रीको इन्क्लिनेसनमा छ भनेपछि है। एउटा खालको यस्तो खालको हिसाब भयो, एकदम सजिलो हिसाब हो यो, गर्न सकिहाल्छ। अब अर्को चाहिँ हेरौँ है त, यो चाहिँ तपाईँले ट्राई गर्नुहोस् है भर्खरै। आजलाई यति नै हो है यो। अब हामीले च्याप्टर 3 लाई यतिमै इन गर्न सकिन्छ। जुन भोर्टेक्स फ्लो भन्ने छ त्यो चाहिँ च्याप्टर 5 मा पनि पढ्न, यसमा कन्टिन्यू गरेर पढ्न सकिन्छ है। त्यसलाई हामी त्यस च्याप्टर 5 मा पढाउन। लगभग टाइम सकिसकेको छ है, 5 मिनट छ। म यो अन्तिम क्वेसन देखाएँ। सो a tank contains water up to a depth of 1.5 meter. The length and width of the tank are 4 meter and 2 meter respectively. The tank is moving up an inclined plane with a constant acceleration of 4 meter per second square. The inclination of the plane with the horizontal is 30 degree. As shown in figure हैन। यो अल्फा 30 डिग्री दियो, त्यसै गरी यसले के दियो, एसिलिरेसन ए भनेको माथि मुभ भइरहेको छ 4 मिटर पर सेकेन्ड स्क्वायर दियो है, 4 मिटर पर सेकेन्ड स्क्वायर दियो भनेपछि अब सुरुमा के गर्नु पर्यो, यो 4 मिटर पर सेकेन्ड स्क्वायरलाई अब हामीले रिजल्भ गर्न पर्यो एएक्स र एवाईमा हैन। सो रिजल्भ एएक्स र एवाई पहिलो काम। सो अब के फाइन्ड गर्यो भने द एङ्गल मेड बाई द फ्री सर्फेस अफ वाटर विथ द होरिजेन्टल। अब सुरुमा यो होरिजेन्टलसँग यो एङ्गल कति थीटा बन्छ त्यो निकाल भन्यो है। यदि माथि मुभ गरिरहेको छ भने एएक्स बाई एवाई प्लस जी हुन्छ, तलतिर आइरहेको छ भने एएक्स बाई जी माइनस एवाई हुन्छ। यो त हामीले निकालिसक्यौँ हैन। अब अर्को हेरौँ, द प्रेसर एट द बटम अफ द ट्याङ्क एट द फ्रन्ट एन्ड रेयर इन। त्यसो भने अब प्रेसर पनि कति हुन्छ त्यो पनि निकाल भनेर सोधियो है। सो यसले हामीले यो लाइन हेरौँ है, यो लाइन चाहिँ बुझ्नुपर्ने छ। एज देयर इज भर्टिकल एसिलिरेसन द प्रेसर डिस्ट्रिब्युसन विल बी सेम एज द्याट फर द केस अफ युनिफर्म भर्टिकल एसिलिरेसन हैन। जुन यसमा त भर्टिकल एसिलिरेसन छ, माथितिर मुभ भइरहेको छ हैन। सो यसमा के हुने भयो भन्दाखेरि जुन हामीले भर्टिकल एसिलिरेसनको केसमा अगाडि हेऱ्यौँ नि, ठ्याक्कै त्यसरी नै हामीले के गर्न सकिन्छ, प्रेसर फोर्स कति हुन्छ निकाल्न सकिन्छ। तर अर्को के हुने भयो, यसमा त अब स्ल्यान्टेड छ होरिजेन्टल एसिलिरेसनले गर्दाखेरि अगाडितिर H1 हुन्छ, पछाडितिर S2 हुन्छ भन्ने पनि हामीले थाहा पाइसक्यौँ है। सो एकातिर त्यो भएर रियर इनमा यो फ्रन्ट इनमा F, यसलाई रियर इन R भनिदियो भने सो फ्रन्ट इनतिर एउटा प्रेसर फोर्स आउने भयो, रियर इनतिर अर्को प्रेसर फोर्स आउने भयो है। त्यो यसलाई जियोमेट्री युज गरेर हामीले H1 र S2 निकाल्न सक्यौँ हैन। र H1 र S2 निस्किने बित्तिकै जुन यो अगाडिको प्रेसर फोर्सको भर्टिकल डिस्ट्रिब्युसनको प्रेसर फोर्सको फर्मुला लगाएर यो पिए ए भन्ने इनमा र पिडी भनेको डी भन्ने इनमा हामीले प्रेसर टोटल प्रेसर फोर्स कति हुन्छ निकाल्न सकिन्छ है। यति नै हो हाम्रो रिलेटिभ इक्विलिब्रियमको कुराहरू है त। यो एक्चुअली तपाईँले ट्राई गर्नुहोस् है, एकचोटि ट्राई गर्नुहोस्। नेक्स्ट क्लासमा चाहिँ अब हामी च्याप्टर 4 सुरु गर्छौँ है त। यसमा छन चाहिँ अर्को यो भोर्टेक्स फ्लो भन्ने छ हैन। यो भोर्टेक्स फ्लो भन्ने चाहिँ च्याप्टर, यसलाई चाहिँ यो च्याप्टर 5 मा धेरै बुकहरूतिर हेर्नुभयो भने यसलाई च्याप्टर 5 मा डाइनामिक्समा पनि राखिरहेको छ
है। सो डाइनामिक्समा चाहिँ पढाउनलाई थोरै चाहिँ यसको कन्सेप्ट चाहिँ दिइहाल्छु है त म। भोर्टेक्स फ्लो भनेको चाहिँ कस्तो हो भन्दाखेरि हाम्रो चाहिँ त्यो जुन अहिले मैले एक्जाम्पल दिइहालेँ नि होइन, तपाईँले मिक्सर ग्राइन्डर अथवा चाहिँ जुसरहरू छ भने घरमा यसमा चाहिँ भित्र पानी राख्नुभयो अनि यसलाई चाहिँ के गर्नुभयो घुमाइदिनुहुन्छ नि है, यसलाई चाहिँ एङ्गुलर मोमेन्टम मोसन दिनुहुन्छ भने यो घुम्दाखेरि के हुन्छ हाम्रो भित्रको लिक्विड है, तपाईँले कसैले नोट गर्नुभएको छ भने यो के हुन्छ यसरी घुम्दाखेरि यसले चाहिँ एउटा प्याराबोलिक सेप बनाउँछ यो सेन्टरको एक्सिसबाट है। अहिलेकोमा अब सुरु हामीले होरिजेन्टल केसमा चाहिँ यसरी घटेको छ भनिरहेको छ भने अब यसलाई चाहिँ घुमाउँदाखेरि यसरी एक्सिसबाट घुमाउँदाखेरि चाहिँ यो भोर्टेक्स फ्लोको केसमा के हुन्छ भन्दाखेरि यो फ्री सर्फेसले एउटा प्याराबोलिक सेप बनाउँछ है। सो हामीले यसमा पढ्ने भनेको यही प्याराबोलिक सेप कस्तो हुन्छ भन्ने कुरा पढ्छौँ एउटा होइन। र यो प्रेसर इन्टेन्सिटी कति हुन्छ, यहाँ कति हुन्छ यहाँनिर कति हुन्छ होइन, यो माथि बढिरहेको छ नि त अनि यो तल घटिरहेको छ भनेपछि त्यो प्रेसर इन्टेन्सिटी कति हुन्छ भन्ने कुरा यसमा पढ्नुपर्ने हो है भोर्टेक्स फ्लोमा। सो भोर्टेक्स फ्लो पनि दुई प्रकारको हुन्छ, एउटा चाहिँ फोर्स भोर्टेक्स फ्लो भन्ने हुन्छ, अर्को चाहिँ फ्री भोर्टेक्स फ्लो भन्ने हुन्छ है। सो फोर्स भोर्टेक्स फ्लो भनेको चाहिँ कस्तो भन्दाखेरि हामीले त्यही मिक्सर ग्राइन्डरको एक्जाम्पल एकदम बेस्ट है। हामीले के गर्यो त्यो जुसरमा चाहिँ जुसहरू राख्यौँ केही राख्यौँ अथवा लिक्विडै राख्यौँ अनि घुमाइदियौँ अनि बाहिरबाट एक्सटर्नल टर्क दिइरहेका छौँ नि, त्यही त्यो भनेको फोर्स भोर्टेक्स फ्लो भयो। अर्को हुन्छ फ्री भोर्टेक्स फ्लो। फ्री भोर्टेक्स फ्लो भनेको चाहिँ कस्तो भन्दाखेरि एउटा कुनै कन्टेनर छ त्यो कन्टेनरको चाहिँ ठ्याक्क बिचमा चाहिँ तलपट्टि हामीले चाहिँ के गर्यो पाल पारिदियौँ मानौँ है। पाल पारिदियो भने त्यहाँबाट पानी बाहिर निस्किन थाल्छ, पानी बाहिर निस्किँदाखेरि चाहिँ त्यसले एउटा एक किसिमको चाहिँ भुमरी जस्तो बनाउँछ नि, गोलो घुम्दै घुम्दै निस्किन्छ नि है। कतिले नोट गर्नुभएको छ तपाईँले याद गर्नुभएको छ भने त्यसलाई चाहिँ हामी के भन्न सक्छौँ फ्री भोर्टेक्स फ्लो भन्न सक्छौँ है। सो यसमा हामीले पढ्ने भनेको चाहिँ फोर्स भोर्टेक्स फ्लोको कुरा पढ्ने हो है। सो फोर्स भोर्टेक्स फ्लो भनेको हामीले बाहिरबाट एक्सटर्नल्ली चाहिँ के गर्छौँ टर्क दियो भने त्यसमा कस्तो चाहिँ त्यसले सेप देखाउँछ भन्ने कुरा यसमा स्टडी हुन्छ। त्यो सेप भनेको यसले प्याराबोलिक सेप बनाउँछ भन्ने कुरा हामीले थाहा भयो, हामीले देखेकै छौँ। त्यो प्याराबोलिक सेपको इक्वेसन के हुन्छ भनेर डिराइभ गर्ने हो है फोर्स भोर्टेक्स फ्लोमा। ल अहिलेलाई यति नै है, तपाईँको टाइम लगभग सकिसकेको भएर मैले आज यतिमै इन्ड गरेँ। भोलि त तपाईँको क्लास छैन है, पर्सि छ नि हाम्रो क्लास है। सो पर्सिको क्लास चाहिँ मेरो डिस्टर्ब हुन्छ है, पर्सिको जुन रेगुलर क्लास छ त्यो क्लासमा चाहिँ म त्यो टाइममा लिन सक्दिनँ है, मेरो यता भाइभा लिनु छ। इफ हुन्छ भने है तपाईँले टाइम म्यानेज गर्न सक्नुहुन्छ भने चाहिँ बिहानको समयमा के हुन्छ मलाई अग्रियाले खबर गर्नुहोस् है। किनभने ठ्याक्क रेगुलर क्लासमा चाहिँ मेरो ठ्याक्क एकदमै बिजी छु, म मिल्दैन लिनै मिल्दैन है। सो इफ बरु बिहान अथवा बेलुका तपाईँले टाइम दिन सक्नुहुन्छ भने बिहान अथवा बेलुका जहिले भने पनि लिउँला। हेलो सर, मलाई त्यो चाहिँ खबर गर्नुहोस्। हजुर यो के अरे लिक्विड इन रिलेटिभ इक्विलिब्रियम अनि यो सर बुकमा कतानिर र यो के अरे बुएन्सीपछि त ठिकै काइनेमेटिक्स छ सिधै अलि पाएन हो त नि, मैले भने नि है त लिक्विड इन रिलेटिभ इक्विलिब्रियमलाई हामीले चाहिँ यसलाई चाहिँ डाइनामिक्सतिरबाट पनि पढ्न मिल्छ क्या, किनभने मुभमेन्टमा छ नि त मोसनमा छ, त्यसैले यसलाई डाइनामिक्स बुकहरूले चाहिँ यो तपाईँको यो जस्तै राजपुतको बुक्समा हेर्नु भने तपाईँले डाइनामिक्समा भेट्नुहुन्छ, च्याप्टर 6मा छ होला सायद है। र यो के अरे अर्को आरके के अरे बन्सलको किताबमा हेर्नु भने चाहिँ च्याप्टर अगाडि उसकै अगाडि छ, ठ्याक्कै लगतै छ यो यो सेन्टर अफ प्रेसर भन्दा ठ्याक्क पछाडि छ इन्क्लाइन र होरिजेन्टलको केस चाहिँ। अनि फेरि यो भोर्टेक्स फ्लो चाहिँ के छ फेरि च्याप्टर डाइनामिक्सभित्रै छ है। त्यो एकचोटि बुक हेर्नु भने तपाईँले बुझिहाल्नुहुन्छ है। डाइनामिक्सको च्याप्टरमा हेर्नुहोस् राजपुतको बुकमा च्याप्टर 6 सायद मलाई जहाँसम्म लाग्छ पेज नम्बर लगभग 590तिर होला है, एकचोटि चेक गर्नुहोस् है। अनि सर हाम्रो यो लगभग कोर्स भ्याउन कति घन्टा जति लाग्छ होला, कति पिरियड जति लाग्छ होला? अब लगभग 10 प्लस 3-4 भनेको लगभग हाम्रो कति जति सकिएछ भन्दाखेरि 30-40% जति त सकियो आजबाट होइन। अब भनेको छोटा छोटा च्याप्टर छन् क्या, सबैभन्दा लामो च्याप्टर यही हो हाम्रो है, च्याप्टर 3 नै हो सबैभन्दा लामो च्याप्टर। अबका छोटा छोटा 2 आवरका 3 आवरका च्याप्टरहरू छन् है। सो यस्तै रेगुलर क्लास हुने भने 15 जतिवटा क्लासमा मैले सकाउन सक्छु, 15 देखि 20वटा क्लासमा है। तपाईँलाई त्यही अब अस्तिको चाहिँ जुन नोटिसले चाहिँ अलिकति आत्तिएको जस्तो बुझेँ मैले होइन। सो आत्तिनु पर्दैन, कोर्स भ्याइन्छ है, ढुक्कैसँग कोर्स सजिलैसँग सकिन्छ। तपाईँहरू पढ्न जस्तै अगाडिको सेमको एक्जामहरू के छ बिचमा, त्यो एक्जामहरूको लागि त्यसमा चाहिँ पढ्ने काम गर्नु होला, पढ्न परिहाल्यो होइन। यो कोर्स फ्लुइड मेकानिक्सको
कोर्स कसरी सकाउने के गर्ने भन्ने चिन्ता म लिन्छु है। तपाईहरु चिन्ता नलिनुस्, राम्रैसँग कोर्स सकाउने काम मेरो हुन्छ है त। ल आजलाई यति नै है। तपाईहरुको अर्को क्लास छ होला। अब नेक्स्ट क्लास चाहिँ पर्सिको क्लास चाहिँ मलाई अग्रियाले खबर गर है। यदि बिहान अथवा बेलुका मिल्छ भने हामी डिस्कसन गरौँला, क्लास मिलाउला अनि रेगुलर क्लास अगाडि बढाउला। ल आजलाई यति नै।